हेलो हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी घुम्न जाँदैछौँ। अहिले चाहिँ यता समर टाइम सुरु भइरहेछ नि त, अनि समरमा घुम्न नजाने भन्ने त कुरै थिएन। अनि अर्को कुरा कि यता विन्टरमा जति नै चिसो हुन्छ नि, समरमा नि त्यति नै गर्मी हुन्छ कि। अनि आज एकदम धेरै नै गर्मी थियो। अनि आज चाहिँ हामी घुम्न भनेर पाइक लेकतिर हिँड्यौँ। अनि हामीले पाइक लेक जाँदै गर्दा हामी बाटोमा एकदम धेरै खुसी भएर एकदम मस्ती गरेर हामी गफ गर्दै बाहिरी भएको त्यो हरियाली हेर्दै हामी पाइक लेकतिर गएको थियौँ कि। अनि हामी पाइक लेक पुग्न थालेको थियौँ। अनि मेरो बुढाले पाइक लेक पुग्न थालेँ मै भन्दो रहेछन्थ्यो कि। अनि हामी पाइक लेक पुग्न थालेको नि हामीले पत्तै भएको थिएन कि, यति छिटो पुग्यौँ जस्तो लागिरहेको थियो कि। अनि उता मेरो सानो नि एकदम धेरै खुसी भइरहेको थियो। अनि हामी पाइक लेक पुग्यौँ। पाइक लेक पुग्नै पाएको थिएन। मेरो सानोले त्यहाँ पानी देखेर पानी भएको ठाउँ गइहालिन् कि सानो त। अनि सानोलाई त पानी देख्नै हुन्न, फेरि यति खुसी हुने पानी भनेपछि। अनि फेरि बाहिर घुम्न जाने भनेपछि त्यति नै रमाइलो लाग्छ है सानोले। अघि बिहान नै आज हामी घुम्न जान्छौँ है भनेको त यास हामी घुम्न जाने भनेर खुसी भइरहेको थिइन्। अनि हामी झन् त्यहाँ पाइक लेक पुग्नै पाएको थियौँ। त्यहाँ पानी देखेर यति धेरै पानी थियो नि त, पानीको ताल। अनि त्यहाँ पानी देखेर सानो त यति धेरै खुसी भइरहेको कि मामु हामी पानीबाट आएको भनिरहेको थियो कि। अनि त्यहाँ पानी खेलेर यताउता गरिरहेको थिइन्। अनि ड्याडु आइसेन भनेर आफ्नो ड्याडुलाई नै बोलाएर ड्याडुसँग पानी खेलिरहेको थिइन्। अनि उता ड्याडुले फाल्दै थियो, यता सानोले फाल्दै थियो। अनि उता ड्याडुले चाहिँ मुखमा पानी फालेको थियो कि सानोको। ड्याडु मुखमा नफाल्छेन भनेर पछाडि फर्केर है उता अनि ड्याडुको पछाडिपट्टि पनि पानी फालेर यति मस्त गरेर खेलिरहेको थिइन् कि सानो। एकदम रमाइलो भएको थियो मेरो सानोलाई। अनि फेरि उता माटो भएको ठाउँ गइन् जान्छन्, माटो खेल्छिन्, फेरि पानी भएको ठाउँ आउँछिन्, यताउता गर्छिन् है। एकदम रमाइलो भयो कि सानोलाई। फेरि पानी त हुन त सबै बच्चाहरूलाई मनपर्छ नै होला। मेरो सानोलाई पनि एकदम धेरै मनपर्छ पानी। अनि पानीमा यस्तो डुबुल्की हान्छिन् है, स्विमिङ गर्छिन्, फेरि दगुर्छिन्, यता जान्छन्। एकदम मस्तसँग खेल्यो कि सानोले पानी चाहिँ। अनि एकदम रमाइलो भइरहेको थियो सानोलाई। अनि सानो भोक लागेको छैन भनेको त छैन भन्ने कि मस्त खेलिरहेको थियो कि। म त पानी बाँचौँ खेल्छु मामु, पानीबाट आएको हामी भनेर खेलेको थियो कि सानो त। एकदम रमाइलो भइरहेको थियो सानोलाई। अनि हामीलाई पनि रमाइलो नै भइरहेको थियो, मलाई नि एकदम रमाइलो भइरहेको थियो। फेरि अर्कोतिर यस्तो थियो कि यहाँ पानीहरू थियो अनि माटोहरू बालुवाहरू पनि थियो कि। उतापट्टि सफा थियो, यहाँ माटो भएर सबै बच्चा बच्चीहरूले फोहोर फोहोर जस्तो देखिरहेको थियो कि। तर उतापट्टि एकदम सफा नै थियो। तर यहाँ जति फोहोर भए पनि फेरि उतापट्टि छुट्टै वासरुमहरू अनि पानीहरू थियो कि। उता यता खेलेर उता सफा गरेर अनि लग्न पनि मिल्ने हुन्थ्यो कि घरमा। हामीले चाहिँ त्यस्तै गरेर सानोले एकदम धेरै पानी खेलेर पुरै भिजिसकेको थियो। अनि उता वासरुममा गएर फेरि सानोलाई पुरै नुहाइदिएर अनि लुगा चेन्ज गरेर लगेको थियौँ कि घरमा। अनि घर जान त फेरि लास्टमा मानेको थिइनँ। अनि घर नजाने मामु भनिरहेको थिइन्, घर जाने हो भन्दाखेरि। अनि म नि एकछिन सानो भएको ठाउँ गएँ, सानोसँग एकछिन फोटो खिच्छु भनेर गएको त हिँड्न थालेँ। अनि भिडियो बनाउँछु नि त भनेर यताउता हिँडेँ सानोसँग। अनि एकछिन आफू पनि हिँड्छु नि त भनेर म नि हिँड्न थालेँ। अनि ड्याडु आइसेन, हजुर पनि हिँड्छिन्छ भनेको। अनि ड्याडुलाई नै उतापट्टि हिँडाएँ फेरि, हजुर नि हिँड्छ नि त भनेर म नि हिँडेँ। अनि ड्याडु नि हिँडेर आइसु उतापट्टि। अनि भोक लाग्यो भन्न थाल्छु। अनि हामीले खानेकुराहरू ल्याएको थियौँ, एकछिन खानेकुराहरू खायौँ त्यहाँ। अनि अब घर जानुपर्छ सानो भनेको, सानो रोएर हैरान थिइन्। अनि सानोलाई त्यहाँ नुहाइ धुवाइ गरेर उता अघि मैले भनेको थिएँ नि वासरुममा, त्यहाँ लगेर पार्कमा लगेर स्विमिङ गरायौँ। अनि सानोले स्विमिङ गरिन्। अनि घर नजाने भनेर रोइरहेको थिइन् कि सानो, घरै जान मान्दैनन् जता हामी बाहिर घुम्न निस्केपछि। अनि घर नजाने भनेर रोएर कस्तो गरिरहेको थियो। अनि हामीले एकछिन फोटोसोटो खिच्यौँ। अनि त्यहाँ सानोलाई पार्कमा खेलायौँ। अनि फोटोसोटो खिचेर अब घर जानुपर्छ है भनेर अनि घर लगेको त रोएर हैरान गरेर बोकेर जबरजस्ती सानोलाई घर लगेको अनि हामीले। अनि फोटोसोटो खिच्यौँ, एकदम रमाइलो भइरहेको थियो। हामीले यति धेरै इन्जोय गऱ्यौँ कि हामीले, रमाइलो भइरहेको थियो कि। हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई।